आज चाहिँ रोटी पकाएको कि वेदर पनि त्यस्तै चिसो थियो नि त, धरानमा असिना पनि पर्यो। अनि मैले चामल भिजाएँ 2 घण्टासम्म। भिजिसके पछाडि चाहिँ ब्लेन्डरमा मजाले ब्लेन्ड गरेँ। अनि राम्ररी ब्लेन्ड भयो। त्यसलाई चाहिँ अलिक मसिनो गर्ने। अनि भइसके पछाडि त्यसमा चिनी अरू हालेर मजाले घोलेँ। अनि त्यसलाई फेरि 20 मिनेटसम्म भिज्न दिएँ, मजाले घुलियोस् भनेर। अनि भिजिसके पछाडि मैले पकाउन स्टार्ट गरेँ। अनि मैले चाहिँ डाडुले नै पोलेको, किनकि हातले चाहिँ राम्रो भएको थिएन कि। अनि तर रोटी राम्रो भएको थियो। अनि आज बडे छेमा मामाहरू अनि बोजूहरू बहिनीहरू आउनु पर्ने थियो नि त। अनि त्यही भएर मैले रोटी पोलेको। अनि बडे गेस्टलाई रोटी सर्भ गर्दा पनि वाह खुसी हुनुहुन्छ नि त। त्यही भएर आजको दिन यसरी मैले बिताएँ। 2 दिनको छुट्टी मजाले युटिलाइज